नमस्कार साथीहरू, वेलकम छ तपाईँहरूलाई मेरो न्यू भ्लगमा। म चाहिँ आज भ्लगिङ गर्दैछु है। आज छड्के क्यामेराले भ्लगिङ गर्दै हो, त्यही भएर मेरो त्यो प्रोफाइलको उसको रिलमा नआइरह होला होइन। एकदम यस्तो तरिकाले भ्लगिङ गर्दा चाहिँ म सबै देखिन्छु। अब भ्लगिङको ट्राई गर्दैछु। म सानो सानो रिल त बनाइरहेको थिएँ फेसबुकमा, तपाईँहरूले देखिरहनु भएको थियो होला, देख्न सक्नुहुन्छ। सधैँ भ्यू मात्र कति देखाउँछ होला है। यहाँ चाहिँ यस्तो मकै बेचेर नि जिन्दगी चलिरह है। यस्तो सर्लक्कको छ। अब यो घरको टनटन सकिएको थियो, अब अर्को घरको टनटन सुरु हुन्छ यहाँनिर है। यस्तो छ मौसमी। त्यहाँदेखि आज चाहिँ एकदम बिहानै सूर्यदेव चाहिँ उदाएर खुसी हुनुभएको छ। सूर्यदेव उदाउनुमा ठुलो हात तपाईँहरूकै छ भन्नुपर्ने हो। अनि देख्न सक्नुहुन्छ है, यहाँ चाहिँ लपक्कै कति राम्रो फुल छ है। फुलघारीमा मायालु कता जाने हो भने जस्तै मेरो बाइक चाहिँ यहाँ टक्क लाएर डढी अवस्थामा। अनि अब हिजोको हावाहुरीले हल्का फुल्का काम चाहिँ डरै बढा है। ठिक छ, काम बढाउनु पनि होइन। हाम्रो सन्दीप साथी हो उहाँ पर के गर्दै देखा सोल्टीले है। अब मेरो फेसबुकको भिडियो तिमीले उनीसँग पुऱ्याइदिनुपर्छ ल। उहाँ पर देख्नु भयो साइकलमा बसेको, उहाँसँग चाहिँ पुऱ्याउनु पर्छ मेरो फेसबुकको भिडियो चाहिँ। अरू त सबै ठिकै छ है। अझै पनि घन्टीको झन्डा चाहिँ यहाँ निक्लिएको छैन है। घन्टीको झन्डा निक्लिएको छैन है। अनि यो ट्याङ्की देख्नु भयो, यो ट्याङ्कीले पुरै मुकुन्दपुरको मान्छेलाई पानी भयो यो ट्याङ्कीले। अब यो ट्याङ्की चाहिँ अब मधेसतिर आवश्यक छ, अब हाम्रोतिर त आवश्यक छैन। माथि डाँडाको मूल भएपछि तल खाल्टासम्म पानी सरसर्ती हिँडिहाल्छ, ट्याङ्की किन आवश्यक परेर होइन। यस्तै छ गाइज। थ्याङ्क यू सो मच वाचिङको लागि।